हेलो एन्ड नमस्ते एभ्रिवान। मैले धेरै पछि आज भ्लग गर्न गइरहेको छु है। आज मसँग चाहिँ हाम्रो जीवन भ्लग्स हुन्छ, यो गाइड गर्नुपर्छ। जीवन भ्लग्स पनि फाइनली लाइसेन्स निकालिसक्नु भएको छ। आज चाहिँ हामी जान्छौँ है जीवन भ्लग्समा। हामी चाहिँ अहिले तल पूजाबारी बसेर त्यो नक्सा लाउँदै आइपुग्यो। आजको भ्लग कस्तो के हुन्छ भने थाहा पाइहाल्नु छ है। पछि जीवनले कहाँ खेतको बाटो ल्याइरहेको छ हामीलाई। झिक्छ कि झिक्दैन अब खेतको बाटो ओभर हल्लिरहेको छ। यो त नगरपालिकाको बाटो रहेछ। ए के हो पुलिस उयो होला हौ, पुलिस कार्यालय, इलाका प्रहरी कार्यालय बेलबारीको। कस्सा बम्बर हल्लिँदो रहेछ। इलाका प्रहरी कार्यालय बेलबारीको। मैले देखेको छुइनँ यार, सानो हलेको छु। जस जीवनले यो यताबाट खेतको बाटो लिएर है पिच्छे निकाल्नु। यो बाटो थाहा थियो कि माथिल्लोबाट मात्र छिरेको थियो क्या म। बिजोक छ यार मान्छेको यार, के गर्नु। पेट्रोल लाउँ हामी अब हामी चाहिँ राम्रै पेट्रोल लाइन रहेछ है। सिधै पेट्रोल लाइन कि अब हामी हाइवेतर्फ निस्किँदैछौँ। लोहन्द्रा लोहन्द्रा ब्रिज यो बेलबारीको ब्रिज आइपुग्यौँ है हामी। जाँदैछौँ तल चाहिँ उयो छ के भन्छ यो टुक्रे मेला टाइपको, टुक्रे बजार भनौँ न, सानो सानो बजार हो। मासुहरू काट्ने त्यो गोस खान टाइपको। अनि आज चाहिँ बेलबारी बजार रहेछ है। त्यो मान्छेले बल्ल लोड हाल्दैछ गाडीमा। खोला हो यो कुन खोला हो मलाई थाहा छैन। यो कुन खोला हो हामीलाई थाहा भएन है। यत्रो हिँडिन्छ र नि आफ्नो सबको यार बाटोहरू खोलाहरू नि याद हुँदैन यार। तल चाहिँ ड्राइभिङको त्यो के भन्छ ट्रायल दिने रहेछ, सिक्रेट ड्राइभिङ स्कुल भनौँ न तल। सो हामी चाहिँ अहिले हरैछ आइपुग्यौँ भाइ। गछियाको पुल आइपुग्नु अनि गछिया आइपुग्यौँ है। म त निन्द्राले झ्याप भइसक्यो, निन्द्रा पो लाग्छ। निन्द्राको म त गाडीमा पनि बाइकमा पनि। चाहिँ गछियाको पुल हो है। पुल पनि पहिले चाहिँ नराम्रो थियो, त्यो बिल्ला थियो। अहिले मेन्टेन गरेर अलिक राम्रो बनाएको छु। त्यो चाहिँ अलिक बाइकको राम्रो भएको छ बाटोहरू। अहिले त खाल्टिना खुल्टी पुरै है। यहाँ तल पनि खोला छ। अब हामी इटरी आइपुग्ने आँटिसक्यौँ है। हेर्दै गर्नु होला, भेट्नुपर्छ फेरि इटरीमा। यो
बाइकको पछाडि त्यो उयोमा के भन्छ तेलमा स्टिकरमा एउटा राम्रो कुरा देखेको छु है तपाईँहरूलाई म देखाउने ट्राई गर्छु हतार किन हो त्यो हतार किन लेखेको छ है देख्नुभयो कि भएन मैले यहाँ देख्यो होला तर क्लिप भएको भरे हेर्नुहोस् हामी चाहिँ अहिले पिटरीको बुढी खोलाको बुढी पुल आइपुगिसक्यौँ म त कस्तो निद्रा लाग्यो यार हतार किन गुड मेसेज दिनुभएको उनीहरूले बुढी पुल भइसक्यौँ मलाई आइरहेको ओभर प्याक हुन्छ यो चाहिँ जहिले यो पार्टी चाहिँ लास्ट प्याक हुन्छ है ल साउट आउट टु अनि धेरै धेरै धन्यवाद हाम्रो आन्टीलाई जसले चाहिँ रोड सफा गरिदिनु हुँदैछ यहाँ अङ्कलजीलाई पनि रोड सफा गरिदिनु हुँदैछ हाम्रो लागि भयो भने धेरै धेरै धन्यवाद ओहो यो चाहिँ हाम्रो लागि वेलकम हो क्या हो है स्वागतम हिँड उयो होला जाँदा भन्दाखेरि ट्राफिकले त्यो साह्रै धनको जाममा परेन है अब चाहिँ रोक्यो होला त्यो फ्रीले आज चाहिँ स्मुथली टक्कसँगले जानु पाइयो चोकमा छु मैले अब हामी चाहिँ सोरुम जाँदैछु मेरो फ्रन्ट ब्रेकको के भन्छ मास्टर सिलिन्डरै के प्रब्लम आएको छ त्यही भएर चाहिँ जाँदैछु मलाई जिउ लाग्छ सोरुम आइपुग्छ लाउन आएको सामानै छैन भन्दैछ यार मेजर किट के गएको रहेछ यसको अगाडिको अब त्यहाँ दाइले हेर्नुहुँदैछ जुगाड गरेर लाएर जाने सो गाइस भनेको सामानै छैन रहेछ है सोरुममा पनि सकिरहेको रहेछ घरबाट जाने पछाडि गयो दिँदैन अब 4-5 दिन पछि आउँछ अरे अब त्यसरी वेट गर्छु म त्यो मेजर किट के गर्छु यो फ्रन्ट ब्रेकको है अब त्यसको अब 4-5 दिन ड्रप गर्न चाहिँ आउँछु मलाई अब त्यही हो अब भाटपेटी पनि जाँदैछु हामी त्यहाँ सामान लिएर आउँछु हेर्दै गर्नु होला हामी चाहिँ भाटपेटी आइसक्यौँ है अब यो चाहिँ भाटपेटी हो अब हामी चाहिँ छिर्छौँ कत्रो छ यार त यो सबसे ठुलो होइन पूर्वको गिटीको हो यताबाट जाउँ न पार्किङ गर्ने ठाउँ चाहिँ अन्डरग्राउन्ड छ है जस राम्रो सुविधा छ यहाँ अन्डरग्राउन्ड पार्किङ छ है इन्ट्रेन्स चाहिँ हो एक घन्टा पछाडि चाहिँ भरे मात्रै तपाईँहरूलाई भएर गाइस फाइनली हामी चाहिँ भाटपट्टिदेखि अब जाँदैछौँ है सकिङ भयो यहाँ सामान हल्का किन्नु जीवनले पनि किन्नु 1-2वटा सामान है यो चाहिँ पार्किङ जोन हो हाम्रो भाटपट्टिको है अब जानेछौँ हाम्रो होइन खोइ कसको हो थाहा छ म कुदाउनु भाइ ल सो गाइस हामी चाहिँ अहिले फर्किँदैछौँ है कामसाम सकेर सबै लगभग अहिले चाहिँ त्यस्तै 4:21 भइसकेको छ हामी यो इटारीको बुढी खोला पुलमा छौँ है फर्किँदैछौँ अब घर छिटै पुग्छु हेर्दै गर्नु होला बुढी खोला हिँड मान्छे यहाँ जलाइसकेको छ है यो चाहिँ मान्छे के भन्छ अब यसलाई मान्छे जलाउने ठाउँ हो आर्यघाट समथिङ के भन्छ होला हौ मलाई पनि थाहा छैन अब खै के भन्छ है मैले गल्ती भने कि है
ठाउँ मलाई एक्ज्याक्ट थाहा छैन यस मान्छे चलाउने ठाउँ चाहिँ है यो अब यहाँ मान्छेलाई मन्दिर होइन हो यो मान्छे चलाउने ठाउँ मन्दिर पनि हो कि मन्दिर चाहिँ पल्लो साइड छ नि त अनि यता चाहिँ मान्छे चलाउने ठाउँ हो क्या अनि अब के भन्नु पशुपतिमा नि त त्यस्तै छ नि होइन अब यस्तो होला अब मान्छे अब जन्मेपछि मरेर उयो हो नि त के भन्छ नेचुरल उयो नै हो कि त्यो चाहिँ थाहा भएन यार मलाई म त्यस्तोमा खास चाहिँ उयो सो हेर्दै गर्नु होला अहिले बाटोमा भेट्नुहुन्छ किप अन वाचिङ गाइस हाम्रो चाहिँ अगाडि ट्र्याक्टर छ ट्र्याक्टरले ऱ्याक गरिरहेको छु हामीलाई है जानै दिएको छैन जीवनले ओभरटेक हान्छ अब चाहिँ जम्दो अगाडि चाहिँ यमराज आउँदैछ यमराज साह्रो अनि रमाइलो भयो हामी चाहिँ बोतल खोज्दैछौँ है अहिले यहाँ पेट्रोल लाग्ने अरे जीवनले अनि बिस्तारै बोतल खोज्दै हुन्छ सब यस्तो हुन्छ मिनरल वाटर मात्रै हुन्छ अहिले त खै अब हिँड न बिस्तारै हिँड्दै जाऊँ हिँड्दै गर न देखिँदैन यसो हेर्दै गर्नु ल अहिले बोतल भेट्यो भने हामी तपाईँहरूलाई इन्फर्म गरेछु है त हेर्दै गर्नु ला किप वाचिङ फाइनली जे भ्लग चाहिँ बोतल भेटेर जाँदैछ लिनु यहाँ पर होटेल अगाडि त है म त्यहाँ पर्खिरहेको छु पेट्रोल लग्ने अरे अब लाल भित्ती आफ्नो आँटिसक्यो म लाल भित्तीबाट लग्छु पेट्रोल म चाहिँ यहाँ चाहिँ जीवन भ्लग्सको यहाँ गएको छ है बाइक चाहिँ यहाँ पार्क गरिरहेको छु यहाँ चाहिँ जीवनको सामान चाहिँ भरे हेर्नुपर्छ हामी है भरे अनबक्सिङ गर्छ के छ भनेर तपाईँहरूलाई थाहा भइहाल्छ नि त्यसपछि यो चाहिँ हामी स्टेट हाइवेमा छौँ अहिले जीवन भ्लग्स चाहिँ काम भएछ अब पेट्रोल लिएर आउँथ्यो के भन्छ पेट्रोल आउने बोतल लिएर आउँदैछ फाइनली भेटेर बल्ल काम भयो पेट्रोल बग्ने बोतल बनाएको छ क्या दामी सनसेट सनसेट भन्दा दामी देखिरहेको छ इभिनिङको सनसेटै भनौँ न किन अनि धुपु बनाइरहेको छ लौडो के चाहिँ ल्याउनु किन सेक गर्नु दुधको बोतल होला हौ त्यो बोतल बनाएको छ अनि म चाहिँ के गर्नु हो धुवन नि बल्ल बल्ल भेटेर बोतल पौडिदिइरहेको छ मलाई हलाउ न हलाउ फ्लावर त्यही तिमी चाहिँ बाटोको उठाइन है मुला रोजहरू त्यही के भएको यो मान्छे ल फ्याल भयो ट्याक्क हामी चाहिँ लाल भित्याउनु आँटिसक्यौँ है अलिकति छ अब धेरै छैन र अब हामी गएको हेर्नु पेट्रोल पम्पमा भेट्नुपर्छ जीवन भ्लग्स चाहिँ पेट्रोल लाउँदैछ यहाँ ओ कतिको लाउने भरे त हामी सो फाइनली हामी चाहिँ पेट्रोल लाएर हिँडिसक्यौँ है पेट्रोल पम्प चाहिँ हाम्रो बेलबारीको पुल आइसक्यो अब घर फर्किँदैछौँ त्यही घर पुग्छौँ त्यस्तै हो आजको दिन राम्रो भयो भनेको सामान पाइएन के गर्नु गोप्रोको हाउसिङ पनि किन्नु भनेको पाइएन छैन रहेछ
नबिर्सिकन होला बाटोमा भेट्नुपर्छ त्यति आज चाहिँ बेलबारी बजार है बेलबारी बजार लागिरहेको छ पुरै स्टिल अझैसम्म लागिरहेको छ बेलुका झन् दामी लाग्दैछ है मान्छे एकदम भिड छ हामी चाहिँ घर जाँदैछौँ यता बुधारेको बाटो सिधै हिँड माथिबाट तपाईँको खेतको बाटो नलग है राम्रै बाटो छ जीवन आक्रोशमा स्कुल रहेछ त्यहाँ त स्कुल जोन रहेछ यो चाहिँ स्कुल जानु आदर्श स्कुल रे अनि बिस्तारै कुदाइदिएर यतातिर हिँड्दा चाहिँ है एकदम बच्चाबच्चीहरू स्कुलले गरेको हुन्छ स्कुलबाट त्यही भएर ध्यानपूर्वक कुदाइदिनु होला गाडी घोडा स्कुल बस तर स्कुलमा चाहिँ स्पिडमा आउँदैछ बहिनीहरू चाहिँ कराटे खेलेर आइरहेको छ नगरपालिका बेलबारीको नगरपालिका काम चाहिँ पुग्न आँटेको छ है बाख्राले ड्राग गर्दैछ है बाटोमा हामीलाई एक लट फेरि भन्छ ल्याङ ल्याङ गर्दैछ के भन्छ बाख्राले हामीलाई दामी लागिरहेछ पर घाम घर आए तो घामे हामी चाहिँ अहिले यहाँ किरात चोक आइसक्यो यो चाहिँ हाम्रो पानी ट्याङ्की हो यहाँ किरात चोक है पानी ट्याङ्की भन्छ अनि हामी चाहिँ अब बोलाउनु आँटिसक्यौँ है त्यो पछाडिको चाहिँ पानी ट्याङ्की हो हाम्रो यो पानी ट्याङ्कीको त्यो पानी खान्छ यो ट्याङ्कीको तल हो हामीले पनि हो र सानो सरी नै होला होइन यो सानो सरी होला यो है मलाई पनि त्यस्तो आइडिया छैन के हो भनेर थाहा छैन पारीकोलाई चाहिँ होला हौ हाम्रो त माथि गोवाबारीमा छ जस्तो लाग्यो यहाँ चाहिँ बाटोमा चाहिँ यो चाहिँ अब पूर्व पश्चिम हाइवे के भन्छ अर्को फेरि नयाँ क्या मदन भण्डारी हाइवे हो नि त यो अब जोडिने त्यही भएर यहाँ कन्स्ट्रक्सन चल्दैछ यहाँ टिपर्सहरू सबै यहाँ राख्नुहुन्छ क्या अहिले टिपर जुन अब कन्स्ट्रक्सनमा युज हुन्छ नि भेहिकलहरू सबै यहाँ छ क्या सबै यहाँ राख्नुहुन्छ अनि यो अहिले माटरहरूले यो बलुवा माटरहरू थुपाएर राख्नुहुन्छ दामी थियो यार पहिलो क्या रोकेर न पत्ताहरू पिपल बर र पिपलहरूलाई जोडी हुन्छ नि त सँगै अन्त स्कुलबाट फर्किँदै रहेछ भएर अगाडि आउँछु सो गाइज फाइनली हामी चाहिँ घर आइसक्यौँ है आम्मो सानो काम जाने हामी घर आइसक्यौँ अब फ्रेसेस भएर मन कमाउनु जान्छ जीवन ब्लग्स पछाडि चाहिँ है ह्याप्पी छ आज खै यहाँ सामान लिएर आएको छ डर सपिङ गरेर 5000 को सपिङ गरेको छ ल यो चाहिँ अनबक्सिङ हान्दै हो तिमीले नयाँ सामान आएको छ है जीवन ब्लग्सको देखियो ल हेरिटेज एडिसनमा है केपिआईको हेलमेट लिएको छ जीवनले आज दामी छ राम्रो छ त्यस मलाई पनि दामी लाग्यो यो हेलमेट त सही लगाइदेऊ न त एकदम लगाइदेऊ त एकदम लगाइदेऊ न दामी तरिकाले किरी देखिरहेको छ यार एनसी देख्यो एक साइड हेर दामी ल यस्तै छ एक दुई शब्द भनिदेऊ न त अब आजको एक दुई शब्द चाहिँ के भन्नुपर्दा चाहिँ आजको भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु है
बाइक कुदाउँदा कुदाउँदा यस्तो थाक्यो यस्तो जिउ दुख्यो यस्तो चाक दुखिरहेको के भन्नु यस्तै छ सो भ्लग बनाएको छ होइन अलिअलि भए पनि उसले त बनाएन मैले मात्र बनाएको बनाएको ल यस्तै हो हेर्दै गर्नु होला है किप लभिङ किप सपोर्टिङ है साम्पाङ्गे जीवन ब्लग्स बोथ दुइटै हेर्दै गर्नु होला हामी नयाँ नयाँ कन्टेन्ट लिएर आउँदै गर्छौँ म यस्तै भएको त धेरै ग्याप भएको थियो नबनाएको अहिले चाहिँ अब बनाएर बनाइदियो चाहिँ हेर्दै गर्नु होला अब फेरि अर्को भ्लगमा भेटौँ त्यतिन्जेलको लागि बाई बाई